साथीहरू हिजो चाहिँ मैले पुरानो काम गर्ने ठाउँ घुमेर आएको थिएँ। त्यसको सुरुवात चाहिँ राम्रो भएन रहेछ क्या होइन। त्यसको सुरुवात चाहिँ अब त्यही हो, मैले भनिहालेँ होइन। पुरानो क्याम्पकै काम गरेको ठाउँ लगभग 12 वर्ष अगाडि काम गरेको ठाउँ होइन चाहिँ खिचेर लिएको छु क्या। त्यो चाहिँ अब लगाइदिउँ भनेर सोचिरहेको छु क्या मैले। लगाइदिउँ चाहिँ भनेको, तर अलिकति स्टार्टिङ राम्रो भएन रहेछ साथीहरू। अब कतिले त चिन्नुहुन्छ पनि होला, चिन्नुहुन्न, कसैले पनि चिन्नुहुन्न। अहिले पुरा त्यसलाई चाहिँ बदलेर राम्रो बनाएको रहेछ क्या। सो अहिले हराउने ठाउँ पो भएछ त्यो त। त्यहाँ गयो भने मान्छेले यो पहिला काम गरेको ठाउँ हो र भन्ने खालको भएछ। अनि जस लिएको छु, हेरौँ के कस्तो हुन्छ है त साथीहरू। यो बाटो चाहिँ पुरानै बाटो हो साथीहरू होइन, तर नयाँ चाहिँ बनाएको रहेछ है। बाटो चाहिँ पुरानै हो होइन, पिच बनाएको रहेछ भनौँ न, रिपेयर गरेको क्या। फेरि कस्तो खालको मान्छेहरू छ भन्ने खालको कुरो भयो नि त। बाटो चाहिँ नयाँ बनाएको होइन, पहिला पनि थियो यो बाटो, तर पिच चाहिँ रिपेयर गरेको क्या। यो यस्तो भएछ, यस्तो भएछ। अब त हराउने ठाउँ भइगएछ नि त। यस्तो अब यहाँ थियो ठ्याक्कै होइन। यो रुख यता जान्छ भनेपछि यहाँ यस्तो थियो, यस्तो बनाइसकेछ यहाँ होइन। अब क्याम्पको एरिया यहाँ रहेछ, साइड अफिस होइन। यदि कसैलाई घर चाहियो भने 2, 3, 4, 5 बेडरुम्सको रहेछ है। 2, 3, 5 बेडरुमहरू रहेछ। यस्तो घाम लागेर क्या दामी भएछ क्या, दामी भएछ। अब आज चाहिँ जुरे चाहिँ घाम चाहिँ बिल्डिङको माथि आएको छ है। हामी चाहिँ अहिले गाडी छोडेर ऊ त्यहाँ छ घाम होइन, गाडी छोडेर हामी चाहिँ एकछिनको लागि वाक गर्दैछौँ। यस्तो छ। पुरा दायाँ घर बनाएको छ है, नयाँ घर। मलाई चाहिँ यो टाइल टालेको चाहिँ मन पर्दैन क्या घरको। यस्तो बनाइसकेपछि भित्र त थाहै छैन ए। अनि त्यहाँ चाहिँ सेन्ट्री पोस्ट थियो भने गाडरुम त ऊ पर थियो गाडरुम चाहिँ छैन अहिले। यतातिर हामी यसो पट्रोल गर्नु जाँदा यसरी ऊ माथि असल कोर्सहरू भएको चौरी त माथि छ। अब केही छैन होइन। यहाँ यस्तो थिएन, यहाँ चाहिँ के थियो भने यहाँ त ग्राउन्ड पो बनाएको, यस्तो बनाएको, ट्रेल बनाएको छ नि अहिले त। उपरसम्म जानुपर्ने हुन्छ हामी। यस्तो थिएन यहाँ चाहिँ साथीहरू। ल को हुनुहुन्छ यहाँ यो क्याम्पमा काम गर्ने। अब अहिले चाहिँ पुरा यस्तो बनाएछ है। अहिले यस्तो बनाएछ, चौरी पो बनाएछ त पुरै हारेर होइन। ए होइन, एम्टी पार्क थियो, सरी। यहाँ एम्टी पार्क प्लस यहाँ चाहिँ के अरे त्यही हो, एम्टी पार्क थियो। पिएफए दिँदाखेरि कुद्ने बाटो थियो, अहिले छैन। साँगा बनाएछ, यस्तो साँगा गरे पार्क बनाऊ। त्यो तल बस्ने बनाएछ होइन, टेबलहरू राखिदिएछ। अनि यो खुला गरिदिएछ यसलाई जस है, फरक भएछ ल।
कति फरक भएछ यो बाटो नयाँ बनाएछ होइन, वान वे पनि बनाइदिएछ। अब पर ब्याक गेट थियो, त्यहाँसम्म जान्छौँ हामी, त्यहाँबाट फर्किन्छौँ हामी। आई थिङ्क अफसोस मेस चाहिँ नकडाउन गरेको छैन जस्तो छ है, त्यहाँ बिल्डिङ देखेँ मैले। सो अहिले म तपाईँहरूलाई देखाउँछु, त्यो चाहिँ नकडाउन गरेको रहन्छ। यो जङ्गलहरू जस्ताको तस्तै छ है, केही मोडिफिकेसन छैन। अलिअलि ट्रेल बनाइदिएको रहेछ मास्लोपट्टि, र यो बाटो चाहिँ टोटल्ली वान वे बनाइदिएछ। वान वे जस्तो लाग्यो मलाई हेर्दाखेरि, वान वे नै होला सायद। बिग चेन्जेस पो भएछ त यहाँ त नि। यहाँ बाटो है। ल साथीहरू, अफसोस मेस चाहिँ जस्ताको तस्तै रहेछ है। यहाँ पावर हाउस राखिदिएछ, यो नयाँ हो, यो थिएन। अनि यो ट्रेलहरू नयाँ हो होइन। अब आई थिङ्क अफसोस मेस चाहिँ नकडाउन होला जस्तो लागेन मलाई। अब यतिकै राख्छ जस्तो लाग्यो यसलाई। अब मेरो विचारमा फ्ल्याट बनाइदिन्छ क्या यसलाई चाहिँ। यो चाहिँ राम्रै पनि छ, केही भएको छैन क्या, यस्तो दामी छ। यो चाहिँ यिनीहरूले राख्दै जस्तो लाग्यो मलाई। अफसोस पार्क नै भनेको छ फेरि, अझै रहेछ बोर्ड त नि। लोजिस्टिक हाउस नै भनेको छ, अझै बस्यो क्या हो त, मान्छे नबस्नु पर्ने यस्तो। अब यहाँ बन्द गरिदियो। त्यो हाम्रो ड्युटी पोस्ट अझै रहेछ यहाँबाट त्यो पल्लोपट्टि, पप राइट उतापट्टि अलिकति पल्लोपट्टि पर्छ होइन। सो यहाँ बेरियर राखिदिएछ। यहाँ के राखिदियो कोनी, यो कोनी खै के राखिदियो कोनी, उको होला के अरे ब्याटको चमेराको होला त्यो घर। आई थिङ्क त्यहाँ पनि छ होइन, त्यहाँ पनि छ, मजाले बनाएको थिएन। सो ल यस्तो छ। अहिले पर्दैन। यो चाहिँ हाम्रो बिटकटको चाहिँ ड्युटी पोस्ट है साथीहरू। ल रहेछ ड्युटी पोस्ट चाहिँ अझै पनि, बेरियर पनि रहेछ होइन। अनि यता ऊ पनि रहेछ, गेट पनि रहेछ। ल गेट पनि रहेछ, सबै कुरो रहेछ। तर गाडी चाहिँ थ्रु हुँदैन, क्लोज भइसकेछ यो चाहिँ। अब यो चाहिँ हाम्रो ड्युटी पोस्ट हो। यो चाहिँ सबै सिभिलियन नै हो। यो हाम्रो ड्युटी पोस्ट हो। पहिलाको के छ यहाँभित्र? केही छैन। त्यहाँ यहीँ त बस्ने नै छैन। खै त्यहाँ पेपर रहेछ, के हो कपी भनेको छ, मेन्टेनेन्स सर्टिफिकेट रहेछ त्यहाँनिर, अरू केही छैन। यो चाहिँ हाम्रो ड्युटी पोस्टभित्रको एरिया है त। ल यो हाम्रो ड्युटी पोस्ट हो पहिलाको है, अहिले चाहिँ बसेको त यस्तो छ। ल पर्थ्यो त्यस्तो छ साथीहरू होइन। सो म त्योसँग गएर देखाउँछु है साथीहरू, अफसोस मेसको के छ गतिविधि भनेर। ल अब फेन्स अझै रहेछ होइन, फेन्स लाइन यस्तो छ। यहाँ चाहिँ पट्रोल गर्नु पर्थ्यो क्या, पट्रोल लाउरेको पट्रोल भन्छ नि त, के भन्छ त्यसलाई पनि। अब घुमघाम गर्नु पर्थ्यो क्या, यसो चेक जाँच छैन गर्नु पर्थ्यो नि त बेला बेलामा। यस्तो छ साथीहरू अफसोस मेसको पार्किङ त्यो होइन। खै के बनाउँदैछ, सोइलहरू राखेको देख्छु। अनि यो चाहिँ अब अफसोस मेस अघि भनिहालेँ कि अफसोस मेस चाहिँ
जिउको त्यो छ है, जिउको त्यो ल जिउको त्यो छ अफसोस मेस यस्तो छ। यस्तो छ, दामी छ दामी। ल साथीहरू त्यो चाहिँ यस्तो छ। अब फेन्स अलरेडी छ, नयाँ छ फेन्स। अब यो अफसोसको पार्किङ एरिया हो, माथि पनि छ झ्याप्पै होइन। त्यो छ साथीहरू, हामी जानु मिल्ने कि नमिल्ने भरे फेरि दुबो पुरै दुबो उम्रेर है हरियो बनाएछन्, रोपेर रोप्छन् यहाँ त दुबो फेरि पुरै। यो नयाँ भागतिर पनि छरेको छ दुबो, उम्रिँदैछ। त्यस्तो छ है साथीहरू। अब यो चाहिँ नकडाउन नगर्ने रहेछ, कुरा बुझ्यो। अब यत्तिकै राख्ने रहेछ। डिपकटको अफसोस मेस यो के हो भनेर मैले चिन्न सकिनँ क्या। यो राखेछ क्या, के को घर हो यो भनेको, ब्याटको घर हो कि जस्तो लाग्यो मलाई चाहिँ होइन। केही लेखेको पनि छैन, यो राखेछ टक्कसँगले। सो यस्तै छ डिपकटको गतिविधि साथीहरू है। यस्तो दामी बनाएछ होइन, यो बाटोहरू नयाँ बनाएछ पुरै। यहाँ चाहिँ अफसोस पार्किङ भनेपछि स्टिल छ कि जस्तो चाहिँ देखियो होइन। प्राइभेट रेसिडेन्सियल पार्किङ ओन्ली है, तर मान्छे जान सक्दैन भन्ने चाहिँ लेखेको छैन। यस्तो छ साथीहरू यो होइन। आर्टिलरी हाउस, ग्यारिजन हाउस, स्याडर एन्ड ओक लजेस, फलिन लजेस, ब्रिजेस, ब्रिगेडियर लजेस, के नाम मात्र होला यो। आई थिङ्क अफसोस पार्क भनेको छ त्यहाँ पनि होइन, आई डोन्ट नो। अनि यो ट्रेलहरू चाहिँ पुरा नयाँ है। यो ट्रेलहरू चाहिँ थिएन पहिला, नयाँ हो, नयाँ निकै बनाएछ। यो अब हिँड्ने बाटो टक्क बनाएको रहेछ। यो जङ्गल हामी पहिला यहाँ त अब कति हिँडेको नि, जङ्गल त होइन नै रोपेको हो सबै। त्यही पनि अब जङ्गलै भएपछि जङ्गलै भन्नु पर्यो। मजाले छ ऊ माथिबाट जाने हो। ऊ माथि चाहिँ चौरी छ माथि है, चौरी छ, त्यहाँबाट हामी ओह्रालो झार्छौँ साथीहरू। त्यसै पनि बाटो छ होइन, बाटो छैन भने केही छैन हामीलाई, देयर इज नो प्रब्लम क्या। दाउरा हेर्नु खेर गएको, गाउँघरमै पोल्नु छोडो, यस्तो विकसित देशमा त के पोल्नु, दाउरै। यो ब्याटको चमेरा घर हो त्यो है। यहाँ चाहिँ के लाग्छ, भिलेज ग्रिन भनेको छ एकतिर, बन्सविक रोड भनेको छ तल उँधौतिर। सेन्ट्रल साँगा जाने बाटो यहाँबाट छ है। सेन्ट्रल साँगा चाहिँ यताबाट पुग्छ। अब हामी चाहिँ यता जाने, यताबाट। यो सबै क्याम्पको एरिया, काम गरेको ठाउँको एरिया हो यो। गृहमन्त्री अगाडि ढाड देखाएर हिँड्दैछ, म पछाडि खिच्दै हिँड्दैछु साथीहरू। अब यति छ, त्यो डाँडामा के छ त्यहाँबाट देखाउँछु है त साथीहरू। मलाई खुल्दुल लाग्यो त्यो माथि डाँडामा पुगेर हेर्ने के रहेछ। त्यहाँ चाहिँ खासमा एथलेटिक्स ग्राउन्ड थियो पहिला, अब अहिले उकालो चढेर हेर्नु पर्यो। त्यो माथि पस्नु पर्यो कि साथीहरू, के रहेछ।
ल यहाँ पनि लगभग घरसर बनाउँदै रहेछ है स्टोर त होइन स्टोर भन्नाले सोइलहरू यो गिटीहरू बलुवाहरू राख्ने ठाउँ पनि बनाएछन् यतातिर अनि ऊ त्यो मास्तिर त्यो झन्डाहरू जस्तो भएको ठाउँमा चाहिँ एथलेटिक्स ग्राउन्ड थियो त्यहाँ के बनाउनु लागेको छ अलिक दिनमा हेर्नु पर्ला मास्तिरबाट आएर माथि हेर्दा त टाइलको छान देख्दैछु घरै बन्दैछ जस्तो छ त्यहाँ है पुरा घर बनाएको छ ल यो चाहिँ सबै क्याम्पको एरिया है साथीहरू आज चाहिँ दिन पनि भयङ्करै ब्रिलियन्ट भयो है एकदम यी घामले पछ्याइरहेको छ हामीलाई अझै त्यो चाहिँ घाम हो साथीहरू है त अहिले चाहिँ अब घाम डुब्न लागेको अवस्था छ है साथीहरू यो चाहिँ अब घामको डुब्न लागेको चाहिँ सिन ल अब यसलाई सनसेट है सनसेट हुन लागेको है सनसेट भयो अब यस्तो दामी देखियो भ्यू पनि हेर्नु न रातो रातो होइन अब यता जानुपर्छ एकछिन दामी है क्या दामी मुनिको चाहिँ स्याडो जस्तो लाग्न थाल्यो क्या गाउँहरू चाहिँ स्याडो जस्तो लाग्न थाल्यो क्या अब यसरी आउँथ्यौँ कि हामी ड्युटी गर्दा साथीहरू है अनि यो ट्रेल थिएन क्या यो चाहिँ पछि खोलेको हो होइन यहाँनिर एउटा टेबल राखेको थियो यहाँनिर यतातिर राखेको थियो अनि यहाँ बिसाउँथ्यौँ हामी कहिलेकाहीँ आपतकालीनमा होइन आपतकालीन त के गार्डरुम त्यहीँ थियो ऊ त्यहाँनिर थियो गार्डरुम अनि त्यहाँ जानुभन्दा यहाँ एकछिन रेस्ट गर्ने पनि गर्थ्यौँ क्या कहिलेकाहीँ नि अनि यो भित्र चाहिँ स्यालले बच्चा काटेको थियो अनि त्यो बच्चा निकालेर खुरुरु कुद्थ्यो स्याल ऊ त्यो ठ्याक्कैला ऊ त्यो तिनवटा ऊ भएकोमा चाहिँ गार्डरुम थियो क्या त्यहाँनिर चाहिँ गार्डरुम थियो यतातिर चाहिँ बिल्डिङहरू थियो होइन अफिसहरू थियो यतातिर चाहिँ अनि हाँ क्या क्या है सो यो रुखको पल्लोपट्टि सानो सल्लाहको रुख छ त्यो सल्लाहको रुख भरि चाहिँ क्रिसमस ट्री राख्थ्यो अनि ठ्याक्कै क्रिसमस ट्री त्यो भरि माथिसम्मै अनि बल्थ्यो क्रिसमसको टाइममा सो त्यतातिर चाहिँ गार्डरुम थियो क्या त्यो छ साथीहरू अब यता जाने ठाउँ रहन्छ त्यसैले हामी फेरि ब्याक फर्किनु पर्ने भयो किनभने अब गाडी तल छ कि सो यहाँ चाहिँ बङ्कर छ अब अहिले त के छ यहाँ थियो एमो बङ्कहरू थियो है अहिले चाहिँ छैन देखिँदैन है अनि यतातिर चाहिँ स्यालले बच्चा काटेको थियो क्या काट्थ्यो क्या ढोडान थियो त्यहाँभित्र त्यस्तो थियो अब आजको भिजिटलाई मैले लगभग यतिमै अन्त गरेँ साथीहरू है त हेर्दै गर्नु ल यसै दामी भाउ पायो यसपालि होइन 10 वर्ष जति चाहिँ भयो अब क्याफे भयो यो अब उहरू सानो सपहरू यो है यिनीहरूले अहिले चाहिँ अब यो यतापट्टि पुरै हाउजिङहरू भएको छ नि त त्यसले गर्दाखेरि भाउ पायो यो क्याफे बेसरी चल्छ अहिले पहिला खासै चल्दैन थियो यो अहिले अब यो भित्रकोहरूले खानु आउँछन् लान्छन् अनि काम गर्नेहरू खानु आउँछन् होइन लान्छन् भन्दा पनि क्याफेमा खाजा चिया कफी खाजा खानु आउँछन् त्यही हो राम्रो छ ठिकै छ राम्रो होस् डिपकोट ग्यारेज यहाँ छ एउटा फिक्स अटो डिपकोट भन्ने डिपकोट ग्यारेज तल छ अब यो डाँडातिर पनि घर बनाउँछ बिस्तारै अहिले चाहिँ अब बनाएको रहेछ क्याम्पभित्र चाहिँ सबै घर बनाइसकेछ सो अहिले चाहिँ हामी यहाँबाट घरतर्फ जाँदैछौँ यतापट्टि केयर होममा छ केयर होम हो यो चाहिँ केयर होम हो है त
फुल फुलेर सेतै फुल्न थाल्यो। अब दामी सिजन आयो। अहिले स्प्रिङ छ, समर चाहिँ दामी हुन्छ यहाँको है। समर चाहिँ दामी हुन्छ। अब यो हाम्रो धुलो कारेको बाटोहरू यो हिँड्ने गाडी कुदाउने त्यस्तै हो। यतापट्टि पनि पहिला ब्ल्याक डाउन क्याम्प थियो र मैले त भेटिनँ। अनि त्यो पनि क्लोज डाउन गरेर सिभिल हाउसिङ अहिले डाङडुङ सिभिल हाउसिङ छ। अब यस्तो छ अहिले। जस क्याम्पहरू चाहिँ निकै बन्द भएको अवस्था छ भनौँ न। यस्तो छ है साथीहरू। ल भन्दै आजको भिडियो चाहिँ यही अन्त गर्न चाहेँ। बाई बाई।